Hello everyone, Namaste, Jhorle. This is me, Janaki Kahamagar. Welcome to my YouTube channel. This is my first travel vlog. अरु बेला चाहिँ मैले नर्मली कहिलेकाहीँ शॉर्ट्स भिडियोहरु चाहिँ राखेको हुन्थे भने फर्स्ट टाइम चाहिँ मैले भ्लग बनाउने सोचेको छु। त्यो पनि किनभने म जेठको 28 मा चाहिँ गर्ल्स ट्रिप गएको थियौं हामी बुटोल टु टान्टिङ भिलेज चाहिँ कतिको चिन्नु भयो हजुरहरुले हैन। हामी चाहिँ त्यहाँ गएको थियौं र आज हो असारको 3 गते भनेको मैले पल्ल इन्ट्रोडक्सन भिडियो बनाउँदै छु किनभने त्यतिबेला चाहिँ एकदम हतारमा म निस्किहाले र सोचेको पनि थिएन म भ्लग बनाउँछु भनेर र बनाइहाले। सो प्लिज सब्स्क्राइब गरिदिनुस् मेरो च्यानललाई, लाइक गरिदिनुस्, कमेन्ट गरिदिनुस् र शेयर गरिदिनुस्। मैले चाहिँ यो ट्रिपको भ्लग चाहिँ पार्ट 1 र पार्ट 2 गरेर चाहिँ राख्नेवाला छु। सो डोन्ट फर्गेट टु लाइक एन्ड सब्स्क्राइब भन्दै लेट्स गेट into the video. Hello Anjali. Hello Rizma. Excited so? Hello. कस्तो भइरह Anjali? खुसी लागिरह. Finally successful. Finally plan successful हुँदै छ हैन? हाम्रो यो ब्यागहरु हेरौँ हामी चाहिँ यहाँ बस कुर्दैछौँ। म चाहिँ यहाँ स्कुटमा हिँड्दै यहाँ ब्ल्याक ब्युटी हामी यो मिलनचोकको रोडमा चाहिँ बसमा पर्खिरहेको छौँ हैन। ए हुन नि पायो के चाहिँ हो कि कस्तो राम्रो आयो अलि ढाला साथीहरु आए हाम्रो मन लाउँदैछन्। हिरोनीहरु एकदम छिटो किनेको चिज किनेको उसै छोडेछु। नमस्ते गोसी मेम्बर अरे यो मेन हामी गाडीमा चढ्यौं। सीट नम्बर कति भनेको अञ्जली? सुरुको दुईटा छोड्ने अनि 2323 भनेको अनि एउटा त्यसको साइडको पछाडी सुरुको एउटा छोडेर अनि लगातार हो के? ओके लगातार अनि एउटा पछाडी भनेको के रे मोटी प्लटमा आउँदा लाइन गयो माथि तलसम्म पुरै दिए कायम भन त कायम भन्न यो पाल्पा चढ्छ सर्फिङमा देखेको जाने के ताएर त कस्तो भयो म ठ्याक्कै निकाल्न लाग्थे अब चाहिँ हामी बुटोलबाट पोखरा आएर एउटा बसबाट झरेर हामी चाहिँ अब ट्याक्सीले चाहिँ काउकोला कसरी जाँदैछौँ भन्ने कुरा साथीहरू दुब्लो भएको फाइदा चाहिँ यस्तो है धेरै मोटापछि के हुन्छ कहीँ पनि अटिन्न त्यही भएर एक्लै बस्न पर्छ अगाडि अगाडि चाहिँ एक्लै खानु फेरि कोइलाखेरि मलाई त मोच छ नि मलाई झोला त दाइल चाहिँ सिधै हामी चाहिँ यस्तरी 10 मिनेट लाग्ने रहेछ यहाँ आउनलाई। साथीहरू 6 जना एउटा ट्याक्सीमा आम। अब यहाँ हामी खाजा खान्छौँ त्यसपछि यहाँदेखि टान्टिङको बस लाग्छ रे। दिस इज द भ्यू राइट नाउ। आइन बल्ल म दुदैछौँ चिसो पानीले बुटोलबाट आएको मान्छेहरूले चाहिँ अब चाहिँ हामी टान्टिङ जानुपर्छ त्यसपछि बुटोल खाडीबाट आएको जो अहिले हामी टान्टिङको बस कुदिरहेको छौँ। अहिले बस आउने बित्तिकै चाहिँ सुरुमै गएर बस्नु पर्छ किनकि सेट नपाइने चान्स हाइयो छ। आई चाहिँ अब यो यस्तो कुराले दिदी नै हाँस्नु टूथपेस्ट में नमक है क्या? आपके टूथपेस्ट में नमक है? यस्तो चिसो ठाउँमा आएर त्यो 40 डिग्रीबाट यस्तो 40 डिग्रीबाट आएर अहिले फेरि यहाँ आएर यिनीहरूलाई गर्मी भएर यहाँ फ्यान चलाउँदैछ। यता जाडो भएको छ यता गर्मी भएको छ। चिसोमा
गर्मी भयो रे बार्बीक्यूको लागि मासु हाम्रो ग्रुपको मासु लभर है मासु बिना बाँच्न सक्दैन यो मैले पठाएको टिकटक यसले त पैसा धेरै फर्काइदिनु बेलामा पछाडि नफर्किनु यिनीहरूले के भनेको थाहा छ होइन गाइस होइन हामीले तरकारी किनेको छ क्या बजारमा अनि 250 काट्ने ठाउँमा त हामीले 150 मात्र काट्नु पर्यो अनि 150 भन्दिनँ तर 250 अनि हामीलाई जानेको लागि मलाई थाहा छैन हुन्छ नि अनि यिनीहरू त छिटो पछाडि किन पछाडि नगरेको आन्टीले हामीलाई पैसा कम के अरे मोटी के भनिस् यस्तो ब्लगर साथीहरुको यस्तो दुःख भइने रहेछ कस्तो दुःख हो र रिएक्सन दिन्छ अब खाएर कस्तो छ ल खाऊ यस्तो तातो त खानु सक्दैन चिया पनि सेलाएर खान्छ एक कप चिया आधी घण्टा लाएर हो चिया खाएको भिडियो बनाइदिनु पर्ने गरे अब ल अझै लोकेसन पनि कहाँ हो स्पेशल चाहियो फेरि राम्रो बनाउनु कस्तो हो र माथिनी चिया खाएको भिडियो बनाइदिनु पर्यो अरे यहाँ स्पेशल रोडमा आएर ओहो हो अरू केही दिदी अहिले चाहिँ हामी खाजा खाएको चाहिँ यहाँ हो गाउँ खोला भन्दो रहेछ यसलाई यहाँदेखि चाहिँ हामी सिक्ले स्यापुरी ताङपिङ जाने बाटो चाहिँ बसहरू चाहिँ यहीँबाट पाउँदो रहेछ हामी चाहिँ यहाँ साँझ बार्बिक्यू गर्ने हो त्यही भएर दिदीले हामी खाजा खाएको कसरको दिदीलाई लिएर यहाँ मासु किनेको 3 किलो लाने हो न हेलो गाइस हाम्रो फुल आयो कि हाफ आयो क्यामेरा खोलेपछि त सबै हेर्नु नि क्यामेरा खोलेपछि सबै हेर्नु नि यो चाहिँ पर्सनल लामाको स्टाइलमा है पर्सनल लामाको स्टाइलमा डान्स सिनेमेटिक हरियाली पोखरामा पानी परेर यस्तो छ बुढोमा चाहिँ पानी परेकै छैन यहाँ चाहिँ पानी परेर यस्तो छ बस जाने टाइम नभएको भएर चाहिँ अहिले हामी डुल्दैछौँ पोखरामा हाम्रो होमस्टे चाहिँ यही हो हामी आइसक्यौँ यसैले च्यातेको नि मैले च्यातेको होइन कि त्यो बसले च्यातेको आइपुग्यौँ कस्तो भइरह आइपुग्यौँ कस्तो भइरह यार मलाई लास बोक्ला बोक्न पर्छ एउटा एउटा गरेर जाम ल This is the view.
हाम्रो रुम चाहिँ यहाँ छ दुईटा रुम भ्यू रुम टुर नाइस अर्को रुम पनि हेरौँ न सिम्पल छ हेलो हामी चाहिँ अब लुङ्गी सुङ्गी लाएर स्कर्ट लाएर जाँदैछ कहाँ जाँदैछौँ भन्दा भिडियो बनाउन तर आज चाहिँ घाम चाहिँ लागेको छैन भएर चाहिँ त्यस्तै भए पनि जाँदैछौँ यस्तो है आजको मौसम This is our outfit of the day. लुङ्गी टी-सर्ट मा लाए मगर त म मात्र हो के त्यही पनि छेत्री जस्तो लेख्छ जबरजस्ती लुङ्गी लाम एउटा हाम्रो यस्तो बनाउनु खोज्छ त के एकचोटि देखाइदिनु मेरो फुल आउटफिट फोटोसुट सिम परिराखेको छ के सिमिलर हिजो मजाले घाम लागेको थियो अरे हिमाल पनि देखिएको थियो अरे अब आज हामी आएको दिन यस्तो भएछ हिजोसम्म पुरा घाम लागेको थियो अरे हिमाल देखिएको थियो अरे आज सिम पानी परिरहेको छ हामी आएको दिन गीत बुफर बजाएर यहाँ तल चाहिँ एउटा स्कुल रहेछ यहाँको +2 सम्म छ अरे हौ त्यहाँ ब्लग गर्न सिक्दैछु Look at the view guys कति राम्रो फुलहरु के सबैको घरमा चाहिँ यहाँ माथिदेखि हामी घुम्दै जान्छ लुङ्गी लाउन जागर गरेर हिँडेको कि पानीले चाहिँ पुरा बोफर बजाउँदै हो कि हाम्रो गाउँमा होइन अलि धेरै नै मिलेन फोटो ओ माय गॉड सेमीहरु फल्यो यहाँ त आफ्नो फोन लिएर आऊ साथीहरु अब हामी जाँदैछौँ मेन गेटमा जहाँ लेखेको छ माडी टु टाङटिङ ब्लगर पछाडि हिँड्दैछन् के ब्लगर अगाडि अरु त ब्लगर पछाडि हिँड्छन् के ब्लगर अगाडि अरु पछाडि तिमीहरु आउँदै आउनु आडी घण्टादेखि एउटै ठाउँमा छ अनि यस्तो छ हालत अलि हुन्छ
धूप जादु यस्तै वर्षमा एक दुईचोटि तो त जथेर नि बनाइछौ म हिँड्छु न माया बनाउने होला नि है अनि हाइ कस्तो रमाइलो भएको है कस्तो रमाइलो भएको है निकै रमाइलो नि यो भिडियो त यस्तो के यो भिडियो त यस्तो कस्तो रमाइलो भएको है निकै रमाइलो नि वर्षमा यस्तै गरी दुई तिनचोटि गर्नु पाएको साह्रै रमाइलो है साह्रै रमाइलो नि यो भिडियो त हाम्रो क्लासको साथीहरूले नि हेर्छ होला है टिकटकमा र भ्लगमा हालेपछि त हेरिहाल्छन् नि हाम्रो टिचरहरूले पनि देख्नुहुन्छ होला है देखिहाल्नुहुन्छ नि अब खाना पनि छैन हामीलाई बिहान 12 बजे होइन बिहान होइन दिउँसो 12 बजे खाना खाएदेखि कसैलाई भोक नि लागेन घुम्न पाएपछि होइन लक्ष्मी हजुर मलाई घुम्न पाएपछि भोक पनि लाग्छैन टिकटक बनाउन पाए भए नाचेको नाचै मुटु हेर्न लाइक कमेन्ट गरिदिनु होला भन्नलाई टिकटकमा फेरि राख्दिन दिदीले अनि भन नि त तिमीहरूलाई कस्तो लाग्यो हामीलाई एकदम रमाइलो लागेछ अब भोलि कस्तो लाग्छ भन्ने कालिम्पोङको वेदर कस्तो लाग्यो कस्तो भइरहेको लास्टै रमाइलो मिस प्रतीक्षा उनीहरूलाई चाहिँ फोटो खिचेर पुगेन चाहिँ भिडियो बनाउँदैछन् तिनीहरू त्यही हो यहाँको चाहिँ बेस्ट भनेको चाहिँ हामी बुटोल ढुङ्गाको भएर चाहिँ शीतल छ एकदमै चिसो अरूलाई चाहिँ गर्मी भएछ भन्दै बस्नुभयो होला हामीलाई चाहिँ यहाँ चिसो त्यस्तो हुँदैछ मलाई त थाहै थिएन त्यही भिडियोमा गएर बनाएको पर अगाडिको जान्छ मलाई त च्याउ लाग्यो चिलायो कि This is the view from here. तर भोलि चाहिँ मौसम यो चाहिँ गाउँ हो यहाँबाट अब सिक्ले भिलेज नि देख्छ होला तर गइसकेको मान्छे म थाहा छैन कतातिर पर्छ त्यहाँदेखि कालिम्पोङ हेर्दा पारी देख्छ भनेपछि अब पारी हामी अहिले कालिम्पोङमा छौँ त्यो पनि त पारी नै देख्छ होला न कहाँ जानु लाग्यो र 1 से 1 साथी भएपछि के लाग्छ र यहाँ सबै आफ्नो Hey,